बढी प्रेमलाई धारण गर। रिसालु स्वभावको मान्छेलाई छिट्टै डरलाग्दो रोग र बिमारहरूले समात्छ। त्यस कारणले गर्दा हाम्रो रिसहरूलाई हामीले अधीन गर्नुपर्छ। पहिलो कोरिन्थी 13:4 देखि 7, कलसी 3:12 देखि 15 सम्म हामी यो पढ्दैनौँ, तपाईँले नोट गरेर राख्नु होला। पहिलो कोरिन्थी 13:4 देखि 7 सम्म, कलसी 3:12 देखि 15 पदसम्म हामीले हाम्रो सम्बन्धहरू स्वास्थ्य हुनुपर्छ। परिवारमा श्रीमान श्रीमतीको बालबच्चासँगको सम्बन्ध स्वास्थ्य हुनुपर्छ। मण्डलीमा विश्वासीहरूसँग, छर छिमेकीहरूसँग हाम्रो सम्बन्ध स्वास्थ्य छैन भनेदेखि हामी स्वास्थ्य हुन सक्दैनौँ। अनि यो सम्बन्धलाई स्वास्थ्य बनाउनको लागि दुईटा कुरा हामीसँग हुनुपर्छ, एउटा क्षमा अनि दोस्रो प्रेम। हालेलुया। के हुनु पर्यो? क्षमा अनि प्रेम। यो क्षमा अनि प्रेम आज हाम्रो हृदयमा छ भने हाम्रो सम्बन्ध राम्रो भएर जान्छ। कसैले हामीलाई केही भनेको छ, यसले मलाई यस्तो भनेको, बोल्छु जस्तो लागेको छ होला, यससँग बोल्दै बोल्दिनँ, बरु म त मरै गए बोल्दिनँ त्योसँग त के भनेर हामी आवाज लाउँछौँ। तर त्यसले हाम्रो स्वास्थ्यलाई असर गर्दैन, हामीले थाहा गर्दैन। अनि प्रेम हुनको लागि क्षमा हुनुपर्छ। जब हामीले मान्छेलाई क्षमा दिन्छौँ तब प्रेमले असङ्ख्य पापहरू राख्छ। जब प्रेम छ नि, प्रेमले तपाईँ र मलाई नजिक बनाउँछ। प्रेमले हामीलाई पश्चातापतर्फ डोर्याउँछ। त्यस कारणले गर्दाखेरि सम्बन्ध पनि हाम्रो स्वास्थ्य हुनुपर्छ। भनेदेखि अन्तिम कुरा चाहिँ हाम्रो शरीरलाई हामीले स्वास्थ्य बनाउनको लागि संरक्षण